आदरणीय महानुभावहरू सम्पूर्णमा नमस्कार नमन वन्दना। हजुरहरूलाई हामी आफैले लगाएको तरकारी बारी देखाइरहेका छौँ। हामी काठमाडौँमा बसे पनि सानो जग्गा पाएको थियौँ र त्यसलाई प्रयोग गरी हामीले आफै उत्पादन गरेर सागसब्जीहरू तरकारीहरू प्रयोग गर्दछौँ। हजुरहरू पनि यदि सम्भव भएसम्म यसै गर्न राम्रो, तर बजारमा बस्दा यो सम्भव छैन। हजुरहरूले यदि बजारबाट खरिद गरेका तरकारीहरू ल्याउनुहुन्छ भने ती अधिकांश विषादी प्रयोग गरिएकै हुन्छ, नभए उत्पादन गर्न सकिन्न धेरै मात्रामा। त्यसैले हजुरहरूले ती तरकारीहरू ल्याएर एक दिन ओइलाएर र राम्रोसित पखालेर मात्र प्रयोग गर्दाखेरि धेरै उपयुक्त हुनेछ। त्यसैले हजुरहरूलाई यो जानकारीमूलक भिडियो मैले प्रस्तुत गरेको छु। धन्यवाद।